बाइकको चाहिँ होइन धेरै मैले परेशानी भयो क्या, धेरै टाइम वेस्ट भयो यसको। यो बाइकमा धेरै टाइम मेरो वेस्ट भयो होइन। त्यो हुन्छ कि मिटरमा लाइन आउने, फ्युल पम्प काम नगर्ने होइन, सेल्फ पनि काम नगर्ने होइन। किनकि यो पुरा मैले खोलेर हेरिसकेँ है। यो स्विचदेखि लिएर होइन, वायरिङ, यो किल स्विच सब मैले हेरिसकेँ होइन। यो कटआउट पनि हालेर हेरिसकेँ, सानो रिले, सिडी कोइल पनि हेरिसकेँ होइन। ल फुल चेकअप गरेँ होइन, तर केही नै भएन। लास्टमा के रहेछ भन्दाखेरि चाहिँ होइन, यो छ नि यो ज्याक, यो पुराको पुरा सर्ट हुन्छ कि यो 12 भोल्टको पुरा सर्ट भएको हुन्छ होइन। यो चाहिँ यतातिर साइडमा हुन्छ होइन। यो चाहिँ मैले खोलेर सफा गरेँ होइन, पुरा खियाला थियो। यो चाहिँ सफा गरेर एकदम ट्याक सेल्फ पनि हान्ने भयो, फ्युल पम्प पनि गुड कन्डिसनमा भयो। यस्तो मजाको काम गर्दो रहेछ यार। साउन्ड सुनिसक्नुभयो होला होइन। सेल्फ पनि हान्ने भयो। यस्तो छ यार, मैले बिहानदेखि चाहिँ यो बाइकमा होइन धेरै टाइम चाहिँ वेस्ट गरेँ क्या। बिहानदेखि धेरै टाइम लाग्यो होइन, पुरा खोलेर होइन, पुरा ब्याट्री साइट्री चार्ज सार्ज गरेर यताउति गरेर पुरा हेरिसकेँ होइन, भएन। लास्टमा त्यो सानो फोनले, यो सानो समस्याले होइन यस्तो रहेछ कि, यस्तो चाहिँ दिमाग खाइसक्यो मेरो। अब चाहिँ पुरा फिनिस भइसक्यो, केही नै छैन। अब फिट गरेर मात्रै बाँकी छ यो, तर बाँकी चाहिँ पुरा स्टार्टिङ यताउति पुरा भइसक्यो। यस्तो काम आएपछि यस्तै दिमाग खाइदिन्छ कि।